चाहे स्वर्ण भस्मी खानुस् मर्न तो सबले पर्छ। जतिसुकै अमीर भए पनि जतिसुकै गरिब भए पनि अन्तिममा जाने त्यही एउटै ठाउँमा हो। चार कन्दामा उठाएर लैजाने ठाउँ केवल शमशान घाट हो। गरिबले पनि त्यही जानुपर्छ, अमीरले पनि त्यही जानुपर्छ। यही जीवनको सत्य हो। मर्नलाई जानुभयो, साधु बाबाले उपदेश दिँदा पनि नमान्नुभयो। त्यसपछि साधु बाबाले एउटा फल दिनुभयो, फल लगेर पत्नीलाई खुवाइदिनुहोस्। पत्नीको यहाँ बालक हुन्छ, हजुरको घरमा बच्चा हुनेछ। अब आत्मदेवजी गएर आफ्नो पत्नीलाई फल दिनुहुन्छ। त्यसपछि पत्नी धुन्धुली विचार गर्दनुहुन्छ कि यदि फल खायो भने बच्चा हुन्छ भने के ग्यारेन्टी छ, खाऊँ कि नखाऊँ, खाऊँ कि नखाऊँ। सहेली आइन घरमा खूब सम्झाउँदैछिन्, यदि फल खानाले बालक हुन्छ भने अवश्य खानुहोस्। तर धुन्धुलीको मनमा यो विचार आउँछ, फल खाएँ, यदि बच्चा भयो, गर्भमा बालक आयो भने फेरि ननन्दहरू आउँछन् घरमा सम्हाल्नको लागि। नन्दहरू घरमा सम्हाल्नको लागि आउनुहुन्छ। और के थाहा मैले नसक्ने बेलामा घरको सामान पुरै लैजाने हो कि, टेन्सन पनि भयो। अब त्यसपछि धुन्धुलीले फल खाएनन्। धुन्धुलीको बहिनी आउँदछन्, उसले सम्झाइन्, दिदी एक काम गर्नुहोस्, यो फल हजुर नखानुहोस्, यो फल गाईलाई खुवाइदिनुहोस्। थाहा हुन्छ साधु बाबाको मन्त्रमा कति शक्ति छ भनेर। यो फल गाईलाई खुवाइदिने और मेरो गर्भमा जुन बालक छ त्यो बालक हजुरलाई दिन्छु। 9 महिनासम्म हजुर नाटक गर्नुहोस्। जुन प्रकारले एउटा गर्भवती महिला रहनुहुन्छ त्यस्तै हजुरले अभिनय गर्नुहोस्। अब 9 महिनासम्म धुन्धुलीले पेटमा कपडा बाँधेर विविध प्रकारको अभिनय गरे, गर्भवती महिला जस्तो। अब 9 महिना पुरा भइसकेपछि जब बहिनीको घरमा बच्चा जन्मियो, धुन्धुली आफ्नो पतिलाई भन्दछिन् कि हाम्रो घरमा बालक भयो। पति आत्मदेवले खूब खुसी भएर मिठाई बाँड्नु भयो, उत्सव मनाउनु भयो। ठीक 3 महिना बाद, 3 महिनापछि गाईले पनि एउटा बालकलाई जन्म दिनुभयो। बालकको नाम हो गोकर्णजी महाराज। बोलिए गोकर्णजी महाराज को। शरीर मनुष्यको जस्तो छ, कान गाईको जस्तो छ, त्यही भएर गोकर्ण नाम राखियो। धुन्धुलीले आफ्नो छोराको नाम धुन्धुकारी राखी। अब दुवैजना बिस्तारै बिस्तारै ठुलो हुँदै गएका छन्। अब दुवैजना ठुलो भए खेल्न जान्छन्। धुन्धुकारी खेल्न जाँदा बच्चालाई पिटेर, कसैलाई भुतलाएर वापस आउँछ। तर गोकर्णजी महाज्ञानी हुनुभयो, तीर्थयात्रा गर्नुहुन्छ, राम्रो कुरा गर्नुहुन्छ। अब जसलाई पिटेर धुन्धुकारी आउँछ घर, उसको आमा बाबा आएर आत्मदेवजीलाई शिकायत गर्छन्, हजुरले छोरालाई कस्तो संस्कार दिएको। आत्मदेवजी दुःखी हुनुभयो। आज आत्मदेवजी विचार गर्नुहुन्छ, पहिला पनि म रोएँ छोरा छैन भनेर, आज पनि रोइरहेको छु। यो छोरा छ, यस्तो छोरा हुनुभन्दा त नहुनु जाति छ। घरमा मूर्ख छोरा, आमा बाबाको सम्मान नगर्ने छोरा हुनुभन्दा त नहुनु बेस्ट हो। प्यार से बोलो। आत्मदेवजी सबै त्यागेर भगवानको भजन गर्नलाई भनेर जानुभयो। जिन्दगीमा हामी सम्झाउँदा, कसैले हामीलाई सम्झायो भने त्यो बेलामा हामी कुरा बुझ्दैनौँ। जब जीवनमा आफै ठोकर लाग्छ नि, त्यसपछि मात्र हामीहरू ज्ञान पाउँछौँ। जब ठोकर लाग्छ तब जाकर के हाम्रो अक्ल आउँछ। अब आत्मदेवजी जानुभयो, गोकर्णजी महाराज बाटोमा भेटिनुभयो। पिताजी हजुर कहाँ जाँदै हुनुहुन्छ, पुरै कुरा आत्मदेवजीले सुनाउनु भयो। गोकर्णजी महाराज भन्नुहुन्छ एकदम सही निर्णय लिनुभएको छ, किनकि देहे स्थिमान सरुधिरे भीमतिम त्यजा त्वं जाया सुता
तेषु सदा ममतां विमुञ्च पश्यानि जगदिदं क्षणभङ्गनिष्ठं वैराग्यरागरसिको भवभक्तिनिष्ठा। पिताजी यो जुन शरीर छ नि यो शरीरमा केही पनि छैन। देहेस्ति मांस रुधिरे। यो शरीर कसरी बनेको छ? पंच महाभूतले बनेको छ। पृथ्वी, जल, तेज, वायु, आकाश। यदि शरीरमा अलिकति पनि चोट लाग्यो, कट भयो भने या भित्रबाट के निस्कन्छ? के? रगत। रगत आउँछ, हड्डी छ, मांस छ। यस्तो चीजले यो निर्मित शरीर हो। यो शरीरमा कुनै सोना चाँदी छैन, तर पनि हामीहरू शरीरमा मोह राख्छौं। पिताजीले पिताजीलाई छोराले भन्नुभयो, पिताजी हजुरको निर्णय राम्रो छ, जंगल जानुहोस्। वहाँ गएर हजुरले के गर्नुपर्छ? भजन गर्नुहोस्, भागवतको 10औं स्कन्धलाई पाठ गर्नुहोस्। किनकि यो शरीर अनित्य छ, सबले एक दिन मर्नु छ। यो संसारमा जो कोही पनि आउँछ, कोही पनि पर्मानेन्ट हुँदैन। चाहे जेसुकै गर्नुहोस्, आफ्नो शरीरलाई चाहे कति सम्हालेर राख्नुहोस्। हजुरले शरीरलाई मेन्टेन गर्नको लागि जिम जानुहोस्, प्रोटिन पिउनुहोस् और नजाने के खानुहोस्, मिलाएर भोजन गर्नुभयो, त्यही पनि एक दिन मर्नु त पर्छ।